अब सुरु गर्छु है। सर्वप्रथम अनि आज यहाँ उपस्थित भएको हाम्रो जनताहरू, खास गरेर नेपाली अनि बुद्धिज्महरू सबैलाई हार्दिक नमस्कार भन्न चाहन्छु। अनि पहिला म यहाँ आउनु बेलामा पनि हामी भेटघाट भएको छ। त्यो बेलामा पनि मैले नेपालीमा जति सक्दो अनि धर्म प्रवचन गरेको थिएँ। अब अहिले यस पालमा पनि अब बिहान हाम्रो तिप्तीहरूलाई चाहिँ अनि तिब्बतीमा धर्म देशना धर्म प्रवचन गरेको हो। अब हाम्रो यहाँ नेपाली भाषा आउनेहरूले पनि अनि यो धर्म देशना अनि नेपालीमा गर्नु सक्यो भनेदेखि फाइदा छ भनेर त्यो कुरा भएको कारणले चाहिँ अनि बेलुका हाम्रो अनि 5 बजेदेखि 6:30 बजेसम्म अनि यो धर्म देशना नेपालीमा अनि गर्ने यस्तो हामीले तयार गरेको हो। त्यसको कारणले तपाईहरु सबै यहाँ आउनु भएकोमा धेरै खुसी लाग्यो। सबैलाई फेरि नमस्कार भन्न चाहन्छु। अब मैले नेपाली भाषा यति राम्रो त मलाई आउँदैन, तर पनि जति सक्दो चाहिँ कोसिस गरेर चाहिँ भन्न चाहन्छु। अब पहिला मैले भनिसकेको जस्तो आज पनि के भन्न चाहन्छु भनेदेखि हामीले धर्मको कार्यक्रमहरू गर्नु बेलामा 3 कुरामा चाहिँ ध्यान दिनुपर्छ। पहिला चाहिँ हामीले के भन्छ भने तिब्बती भाषामा ngondo भन्छ। ngondo जोरवा भन्छ। जोरवा र ngondo भन्ने चाहिँ हाम्रो नेपाली भाषामा भन्यो भनेदेखि पूर्व आभ्यास भन्छ। पूर्व आभ्यास जहिले भने हामीले धर्म गर्नु बेलामा पहिला पूर्व आभ्यास चाहिँ राम्रो हुनुपर्छ। पूर्व आभ्यास राम्रो भयो भने त्यसले अनि मूल विषय धर्म चाहिँ शुद्ध राम्रो हुन्छ। त्यसो कारणले पूर्व आभ्यास भने चाहिँ एउटा कुरा। दोस्रो अनि कुरा चाहिँ के हो भनेदेखि मूल विषय भने तिब्बतीको भाषामा भन्छ मुसी भन्छ। मुसी भने चाहिँ मूल विषय। अब मूल विषयमा चाहिँ गुरुले धर्म प्रवचन गर्ने, चेलाहरूले चाहिँ धर्म अनि सुन्ने, त्यो मूल विषय। त्यो पनि राम्रो हुनुपर्छ, शुद्ध हुनुपर्छ, मूल विषय भन्छ। अब तेस्रोलाई तिब्बती भाषामा भन्छ जुक भन्छ। जुक इङामलेन भन्छ। जुक। अब त्यसमा चाहिँ जुक इङामलेन भन्ने चाहिँ अन्तिमको प्रार्थना गर्ने धर्म, त्यो अन्तिमको अनि प्रार्थना अन्तिममा प्रार्थना गर्ने। यो 3 म फेरि भन्छु, तिब्बतीको भाषामा चाहिँ ngondo, मुसी, जुक, सुम भनेर 3 कुरा चाहिँ छ। अब नेपालीमा अनि पूर्व आभ्यास, मूल विषय, अन्तिमको प्रार्थना, त्यो 3 चाहिँ राम्रो हुनुपर्छ। तिब्बतीमा भन्छ जोरुङो जुक्सुम, ngondo मुसी जुक्सुम अनि लेखपो छोइना छ नम्बर थापासी अनि ओङ भनेको छ। त्यसको मतलब पूर्व आभ्यास र मूल विषय, अन्तिमको प्रार्थना, त्यो 3 चाहिँ शुद्ध र राम्रो अनि सम्यक भयो भने अनि त्यो 3 द्वारा गरेको
अनि कर्म धर्मको कर्म चाहिँ धेरै शुद्ध र राम्रो हुन्छ भनेर चाहिँ भनेको छ। त्यसो कारणले हामीले जहिले पनि धर्मको कार्यक्रमहरू धर्मको त्यो कार्यहरू गर्नु बेलामा यो तिनटालाई अनि ध्यान दिनु पर्छ भनेर चाहिँ भन्न चाहन्छु। अब त्यसो कारणले अनि अहिले हामीले धर्म सुरु गरेको छैन, मूल विषय अहिले सुरु भएको छैन। अब अहिले हामी सबैले जो गरेको कार्यहरू चाहिँ अनि एउटा बुद्ध धर्ममा लाग्नुको लागि र अनि महायान धर्ममा लाग्नुको लागि अनि पूर्व अभ्यास चाहिँ हामी सबैले राम्रो गरेर चाहिँ गर्नुपर्छ। अब आज नेपाली भाषामा धर्म प्रवचन गर्ने चाहिँ यता दिमापुरमा पहिलाको दिन भएको कारणले म आज के भन्न चाहन्छु भनेदेखि अब आज पनि हुन्छ, अब भोलि चाहिँ ब्रेक छैन, फेरि पर्सि छ। त्यसो गरेर हामीले चाहिँ प्रोग्रामहरू चाहिँ राखेर यसरी जाँदैछु। अब त्यो पनि अहिले तिब्ती क्यालेन्डरदेखि भन्यो भनेदेखि अहिले यो महिना चाहिँ सकदावा भनेको महिना हो। सकदावा भनेको महिना चाहिँ अनि हामी तिब्तीहरूले चाहिँ धेरै ठुलो मान्छ, ठुलो महिना मान्छ धेरै। त्यो किन हो भनेदेखि यो महिनाको भित्र चाहिँ अनि बुद्धको अनि लीला 12वटा बुद्धको लीलाहरू छ। त्यो भित्रमा 4वटा लीला चाहिँ यही महिनामा चाहिँ हुँदैछ। यो सेबागे भन्छ, त्यसमा चाहिँ बुद्ध अनि त्यो बुद्धले अनि त्यो संसार छोडेर चाहिँ अनि भिक्षु भएको लीला, त्यो पनि यही महिनामा हो। फेरि सकदावाको छेपाचोङ्गा भन्छ, अनि अब 3-4 दिनको पछि हुँदैछ। त्यसमा चाहिँ 3टा लीला हुन्छ, त्यो भित्र पर्छ। एउटा चाहिँ अनि त्यो भित्र चाहिँ अनि कुठुङबा भनेर युङ्गी ठुम्सुसुपा भनेर बुद्ध सिद्धार्थ उहाँ माको गर्भमा अनि प्रवेश गरेको लीला, त्यो पनि हो। त्यसको माथि अनि सिद्धार्थले धर्म अनि गरेर चाहिँ अन्तिममा बुद्धता प्राप्त भएको त्यो दिन पनि त्यो दिन पर्छ। अब पछि बुद्धले अनि निर्वाण प्राप्त भएको त्यस्तो दिन पनि त्यो बेला पर्छ। त्यसो कारणले यो महिना चाहिँ धेरै ठुलो महिना मान्दैछ। त्यसो कारणले हामी बुद्धको चेलाहरूले यो महिना चाहिँ धेरै ठुलो मानेर यो महिनाको भित्र जति धर्म गर्नु सक्यो भनेदेखि गर्नुपर्छ। त्यो गर्यो भनेदेखि आफूलाई धेरै पुण्य कमाउने त्यस्तो हुन्छ। त्यसो कारणले चाहिँ अहिले हामीले यही महिनामा गुरुले पनि राम्रो एउटा विचार सोच त्यो राम्रो सोचले अनि यो धर्मको सोचले अनि धर्म देशना गर्नु सक्यो भनेदेखि गुरुले पनि पुण्य कमाउने हुन्छ र अरूले पनि फाइदा हुने हो। तपाईँहरूले पनि यो मौका चाहिँ धेरै महत्त्वपूर्ण हो भनेर सोचेर चाहिँ त्यो यो मौका चाहिँ लिएर अनि धर्म राम्रो गरेर सुन्ने मात्र नभएर धर्महरू पढ्ने, त्यसलाई चाहिँ जानकार गर्ने, त्यो गरेर चाहिँ आफ्नो दिनको दिनमा अनि जति सक्दो धर्म गर्यो भने अनि धेरै पुण्य कमाउने र धेरै राम्रो हुन्छ। मनको भित्र धर्मको छापहरू चाहिँ राम्रो अनि राख्नु सक्छ। त्यसो कारणले यो अहिले धर्म देशना यो कार्य चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसो कारणले यो धर्म देशनाको कार्यहरू चाहिँ राम्रो हुनुको लागि हामी सबैले पहिला पूर्व अभ्यास अनि सबैले राम्रो गरौँ। अब पूर्व अभ्यासमा ध्यान दिनुपर्ने कुरा चाहिँ 2। एउटा चाहिँ के हो भनेदेखि पूर्व सोच भन्छ, तिब्ती भाषामा भन्छ
छेउको भाषामा भन्छ क्युलुङ भन्छ क्युलुङ पूर्व सोच भनेर क्युलुङ भनेर त्यो चाहिँ राम्रो हुनुपर्छ त्यसो कारणले पूर्व सोचको भित्र चाहिँ के हुनु पर्यो भनेदेखि पछि हामीले मूल विषयको कार्य चाहिँ बुद्ध धर्ममा लाग्नुको लागि अनि हामीले पूर्व सोचको बेलामा चाहिँ हाम्रो सोच के हुनु पर्यो भने क्याम्डो भन्छ क्याम्डो भने चाहिँ अनि शरण गमन बुद्ध धर्म सङ्घलाई मनदेखि नै अनि उहाँको शरणमा गएको शरण गमनको सोच त्यो भयो भने शरण गमनको सोचद्वारा अनि मूल विषय धर्म सुन्ने धर्म देशना धर्म सुन्ने त्यस्तो गर्यो भने सबै बुद्ध धर्ममा लाग्छ त्यसको माथि अरू के चाहिन्छ भनेदेखि बुद्धिचितको सोच हामीले पूर्व अभ्यास बेलामा पूर्व सोचको भित्र चाहिँ बुद्धिचितको सोच यस्तो आउनु सक्यो भने बुद्धिचितको सोचद्वारा धर्म गरेकोहरू कार्यहरू जो गर्छ त्योहरू सबै महायान धर्ममा अनि लाग्छ त्यसो कारणले मूल अनि विषय कार्यहरू चाहिँ बुद्ध धर्ममा लाग्नुको लागि र महायान धर्ममा लाग्नुको लागि अनि अहिले पूर्व सोचको बेलामा चाहिँ शरण गमनको सोच र बुद्धिचितको सोच चाहिँ हामीले अनि सोच चाहिँ चाहेको हुन्छ त्यसो कारणले हामी सबैले यो गरौँ अब पहिला चाहिँ हामी सबैले नमो तस्स भगवतु भनेर त्यो चाहिँ हामी सबै एकचोटि सँगै बोल्ने सँगै त्यो गर्ने त्यसको पछि बुद्धम शरणम भन्ने चाहिँ गर्ने त्यसको पछि चाहिँ सङ्गे छोदो छोगु छोनम ल भनेर तीनचोटि गर्ने ल अब सबैले जिउ ठारेर राम्रो गरेर सोझो गरेर बस्नुहोस् अनि हात चाहिँ यसरी आफ्नो त्यो हात छातीको अगाडि यसरी गरेर राख्नु अनि आफ्नो अगाडि चाहिँ अनि आफ्नो अगाडि स्वभाव चाहिँ आफ्नो गुरु अनि त्यो रूप चाहिँ अनि शाक्यमुनि गौतम बुद्ध शाक्यमुनि आफ्नो अगाडि छ भनेर सम्झिनु त्यो अनि उहाँको वारिबारी बुद्ध धर्म सङ्घ बुद्ध रत्न धर्म रङ्ग सत्न सङ्घ रत्न सबै छ भनेर बुद्धिसत्वहरू पनि सबै छ भनेर सम्झिनु हो त्यसो गरेर चाहिँ हामीले चाहिँ अनि पूर्वाभ्यास गरौँ है त नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि सांगे chodan tsoge chonam la changju pardo dane kisu che dage chushe gebe chonam dola benje sange ru barajo olasu अब यहाँसम्म चाहिँ पूर्व अभ्यास भन्ने चाहिँ अनि सक्यो है अब दोस्रो मूल विषय भने चाहिँ सुरु हुन्छ
अब मूल विषयमा चाहिँ अब गुरुद्वारा धर्म प्रवचन गर्ने अनि चेलाहरूले चाहिँ राम्रो गरेर चाहिँ सुन्ने त्यो हो। अब यहाँ अनि पहिला म यहाँ आउँदाखेरि चाहिँ मैले अनि खास गरेर 3 कुरामा चाहिँ मैले भन्ने थिएँ। एउटा चाहिँ हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्छ भनेर अनि कुरा एउटा। दोस्रोमा चाहिँ हामी बुद्धको चेला बौद्ध भएको कारणले बौद्ध राम्रो हुनुपर्छ, बौद्ध एउटा शुद्ध सम्यक बौद्ध एउटा हुनुपर्छ भनेर चाहिँ भन्ने थिए। त्यस्तो गरेर फेरि हामी हिमालयन क्षेत्रको बौद्धहरू चाहिँ महायान बुद्धिज्म हो। त्यसो कारणले महायान बौद्ध राम्रो हुनुको लागि अनि राम्रो हुनुपर्छ, त्यसको जिम्मा चाहिँ लिनुपर्छ भनेर चाहिँ मैले पोहोर साल यो 3टाको कुरामा चाहिँ भन्ने थिएँ। अब त्यो 3मा पोहोर साल चाहिँ अनि हुनु चाहिँ त्यो 3टै भन्ने थियो। तर त्यसमा चाहिँ अनि हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो एउटा हुनुपर्छ, त्यसको जिम्मा चाहिँ लिनुपर्छ, त्यसको लागि असल विचार र असल आचरण भन्ने बानी व्यवहार अनि सोच राम्रो त्योहरू चाहिन्छ भनेको कुरा। त्यो सँगै शिक्षाहरू अनि चाहिएको छ भनेर त्यसमा चाहिँ मैले धेरै जोड दिएर भन्ने थिएँ हैन। अब यसपाल चाहिँ अनि हामी एउटा बुद्धको चेला भएको कारणले अनि बौद्ध राम्रो हुनुपर्छ भनेको कुरामा पोहोर साल चाहिँ छोटकरीमा भने थिएँ। यसपाल चाहिँ अलिकति पहिलाभन्दा विस्तृत रूपले अलिकति जोड दिएर भन्नु चाहेको छ। त्यसो कारणले अब यसपाल चाहिँ बुद्धको चेला राम्रो एउटा हुनुको लागि चाहिँ म भन्नु चाहन्छु। अब पहिले मैले तपाईहरुले भन्ने थियो हैन, बुद्ध शाक्य मुनिलाई 7 गुण छ। बुद्ध शाक्य मुनिलाई है। अब बुद्ध शाक्य मुनिको गुणमा धेरै उहाँको गुणहरू छ। त्यसमा सबभन्दा ठुलो चाहिँ के हो भनेदेखि खेम्बे यन्देन दाङ सेवे यन्देन भन्छ। खेम्बे यन्देन भने चाहिँ अनि ज्ञानको गुण। सेवे यन्देन भने चाहिँ अनि माया दयाको गुण। करुणा र अनि मैत्रीको गुण। त्यो दुईटा चाहिँ सबभन्दा ठुलो हो। तिब्बती भाषामा भन्छ खेम्बे यन्देन थर छिम्बा भन्छ, थम्जे खेम्बा भन्छ। बुद्ध शाक्य मुनिलाई चाहिँ के गुण छ भनेदेखि सर्व ज्ञानको गुण छ भन्छ। ज्ञान भने चाहिँ खेम्बा, सर्व भने चाहिँ थम्जे, सर्व ज्ञान भने चाहिँ थम्जे खेम्बा भनेर त्यो छ उहाँलाई सर्व ज्ञानको गुण। अब बुद्धलाई अरू के गुण छ भनेदेखि माया र दया, माया र दयाको गुण र अनि करुणा र मैत्रीको गुण छ। त्यो पनि महाकरुणा महा अनि मैत्रीय त्यस्तो गुण चाहिँ बुद्धलाई छ हैन। त्यसो कारणले मैले जहिले पनि के भनेको छ भनेदेखि हामीले बुद्ध शाक्य मुनिलाई भएको गुणहरू चाहिँ थाहा भएर हामीले पनि त्यस्तो गुणहरू पाओस् भनेर प्रार्थना गर्नुपर्ने र त्यस्तो गुणहरू चाहिँ आफूले पाउनुको लागि कोसिस गर्नुपर्ने चाहिँ धेरै नै महत्त्वपूर्ण हो।
बुद्ध शाक्य मुनि चाहिँ आफूलाई हाम्रो बुद्धिस्टहरूले मान्नुपर्ने धेरै महागुरु हो भनेर भन्ने हामीले चाहिँ उहाँलाई मान्नुपर्छ, उहाँलाई ढोग्नुपर्छ, उहाँले भनेको कुरा चाहिँ सुन्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ भन्छ। तर त्यो चाहिँ त्यो शब्दमा मात्र बस्यो भने हुँदैन। हामीले बुद्धलाई एउटा उदाहरण लिएर उहाँ चाहिँ हाम्रो गुरु हो भनेर हामीले उहाँलाई चाहिँ ढोग्दैछु, मान्दैछु। यदि हामीले मनदेखि नै बुद्ध शाक्य मुनिले मान्ने हो भनेदेखि हामीले पनि हामी आफै बुद्धको चेला भएको कारणले बुद्ध जस्तो होस् भनेर चाहिँ प्रार्थना गर्नुपर्ने र त्यसको लागि कोसिस गर्नुपर्ने चाहिँ धेरै ठुलो कुरा हो। बुद्ध जस्तो होस् भनेर चाहिँ प्रार्थना पनि नगर्ने, कोसिस पनि नगरेर म बुद्धको चेला हो भनेर मात्रै अनि हुँदैन। त्यसो कारणले हामीले त्यसलाई त्यो यो कुरा चाहिँ मनमा राख्नुपर्छ। त्यसो कारणले पहिला चाहिँ मैले चाहिँ के भन्न चाहन्छु भनेदेखि अनि हामीले पहिला आफै एउटा अनि बुद्धको चेला भएको कारणले आफैले बुद्ध भने चाहिँ कस्तो हो, उहाँले गुणहरू के छ भनेर सबै हामीले थाहा हुनुपर्छ। त्यो भयो भने हामी पनि त्यस्तो गुणहरू पाओस् भनेर अनि त्यो आस्था हुन्छ। त्यो मात्र नभएर कोसिस गर्ने भने चाहिँ त्यस्तो सोचहरू चाहिँ हुन्छ। त्यसो कारणले चाहिँ त्यो चाहिँ धेरै ठुलो कुरा हो। अब यहाँ पहिले चाहिँ के भन्न चाहन्छु भनेदेखि बुद्धको चेला भएको कारणले हामीले पहिला बुद्धको धर्म भने चाहिँ के हो, पहिला चाहिँ बुद्ध रत्न भने चाहिँ के हो, धर्म रत्न भने चाहिँ के हो, सङ्घ रत्न भने चाहिँ के हो भनेर चाहिँ थाहा हुनुपर्ने। त्यसको लागि बुद्ध धर्मलाई पहिला बुद्ध धर्मको विषयमा, बुद्ध धर्मको कुराहरू, बुद्ध धर्ममा के भन्नुहुन्छ त्योहरू सबै पहिला सुन्नुपर्छ है। बुद्ध स्वयंले थेबे छेनम सेबरे ग्योरु थेबे दिग्ले दोबर छे थेबे तेमा यिम्बा पोङ थेबे न्याङेन देवा थोप भनेको छ। पहिला तपाईँले धर्मको विषयमा चाहिँ राम्रो गरेर सुन्नुपर्छ भनेको छ। त्यो सुन्यो भने के हुन्छ भनेदेखि धर्मको कुराहरू सबै जानकार हुन्छ, थाहा हुन्छ भनेको छ। थेबे छेनम सेबरे ग्योरु भनेर त्यसको पछि थेबे दिग्ले दोबर छे धर्मको कुराहरू राम्रो गरेर सुनेर थाहा भएको पछि जति सक्दो धर्म गर्नुपर्छ। त्यो गर्यो भनेदेखि त्योद्वारा हामीले पापहरू सबै अनि हटाउन सक्छ, त्याग्नु सक्छ भनेको छ। वाह थेबे दिग्ले दोबर छे थेबे तेमा यिम्बा पोङ भनेर बुद्ध धर्मको विषयमा राम्रो सुनेर पढेर ध्यान गर्नु सक्यो भनेदेखि मनको भित्र भएको नराम्रो मनहरू सबै त्याग्नु सकेर मन चाहिँ एउटा शुद्ध मन चाहिँ एउटा धर्मको चिजमा चाहिँ ठक्कै बस्नु सक्ने त्यस्तो शक्तिहरू पाउँछ भनेको छ। थेबे न्याङे देव थोप भनेर बुद्ध धर्मलाई धेरै सुन्यो भनेदेखि, सुनेर पढेर गयो भनेदेखि आफ्नो मनको भित्र भएको अनि अघि भनेको थियो नि हाम्रो मनको भित्र चाहिँ दुई किसिमको मन गुण दुईवटा हुन्छ। एउटा चाहिँ माया दयाको मन हुन्छ, एउटा चाहिँ अनि इङ्ग्लिसमा इन्टेलिजेन्ट भन्छ, विस्डम भन्छ। अब हामीले चाहिँ के भन्छौँ भने बुद्धि भन्ने अनि त्यो हाम्रो मनको भित्र त्यो छ। त्यसो कारणले जति बुद्ध धर्म सुनेर पढ्यो भनेदेखि आफ्नो मनको भित्र भएको बुद्धि चाहिँ विकास हुन्छ। मनको भित्र भएको बुद्धि चाहिँ जति विकास भयो भनेदेखि त्यति मनको भित्र चाहिँ बुद्धिको शक्ति चाहिँ अनि बढाउँछ। त्यो बुद्धिको शक्ति चाहिँ बढ्दै गयो भनेदेखि हामीले चाहिँ धेरै
ज्ञानहरू चाहिँ अनि हामीलाई पाउँछ। त्यस्तो गयो भने पश्चिममा अन्तिममा चाहिँ शून्यताको ज्ञान भन्ने चाहिँ पनि हामीले पाउनु सक्छ। त्यो पायो भनेदेखि अनि शून्यताको ज्ञानलाई अनि त्यो समाधि र अनि विपස්සना गरेर चाहिँ विपස්සनाको अनि ज्ञानहरू अनि पाउँछ। त्यो भयो भनेदेखि आफ्नो मनको भित्र भएको क्लेशको जरादेखि नै त्याग्नु सक्छ। त्यो त्यागिसकेर चाहिँ हामी आफै पनि अनि निर्वाण पुग्नु सक्छ, बुद्धता प्राप्त गर्नु सक्छ। त्यसो कारणले थेबे न्याङेन देव थोप भनेको छ। त्यसो कारणले चाहिँ हामीले बुद्ध धर्मको कुरामा धेरै सुन्नुपर्छ, धेरै पढ्नुपर्छ। तर मैले यहाँ धर्मको कुरा गरेको कारणले मैले सिधा कुरा भन्यो भनेदेखि हाम्रो बुद्धको चेलाको भित्र एउटा चाहिँ के मैले नराम्रो देख्छ भनेदेखि बुद्धलाई मान्छु भन्छ, बुद्धको धर्म चाहिँ राम्रो हो, विश्वास गर्छु भन्छ। तर बुद्ध धर्म चाहिँ कस्तो हो, बुद्ध धर्म चाहिँ मैले सिक्छु, म बुद्ध धर्म पढ्छु भनेर चाहिँ बुद्ध धर्म पढ्नुको लागि समय दिने कम, बुद्धको धर्म चाहिँ अनि त्यो पढेर ध्यान गर्नको लागि समय दिने कम्ती, जो धर्मको लागि आफ्नो जीवद्वारा शक्ति प्रयोग गर्ने, मनद्वारा शक्ति प्रयोग गर्ने समयहरू पनि दिने, त्यस्तो गरेर चाहिँ बुद्ध धर्म चाहिँ त्यहाँ बुद्धको मनको भित्र मात्र नबसेर बुद्धको धर्म चाहिँ आफ्नो मनमा आउनु सक्नेको लागि केही कोसिस गर्नुपर्ने छ। तर त्यो चाहिँ धेरै गर्ने छैन रहेछ। त्यो चाहिँ हाम्रो सबभन्दा भुल, सबभन्दा नराम्रो चाहिँ त्यो हो। त्यसो कारणले बुद्ध धर्मलाई नपर्ने र ध्यान अभ्यास नगर्यो भनेदेखि बुद्ध धर्म चाहिँ हाम्रो मनमा आउँदैन। त्यसो कारणले धर्म भन्ने चाहिँ आफ्नो मनको भित्र आउनु सक्नुपर्छ। धर्म भन्ने चाहिँ बाहिर मात्र बस्यो भनेदेखि त्यसले फाइदा केही छैन। त्यसो कारणले चाहिँ बुद्ध धर्म भने चाहिँ आफ्नो जिउ, वचन, काया, वाक्, चित्त, मनको माथि आउनु सक्नुको लागि चाहिँ हामीले बुद्ध धर्मलाई ध्यान अभ्यास गर्नै पर्छ। ध्यान अभ्यास गर्नुको लागि कसरी ध्यान अभ्यास गर्ने त्यसको विषयमा चाहिँ थाहा हुनुपर्छ। बुद्ध धर्मलाई थाहा हुनुको लागि बुद्ध धर्म पढ्नै पर्छ। बुद्ध धर्म राम्रो गरेर पढ्नुको लागि बुद्ध धर्मको कुराहरू चाहिँ सुन्नै पर्छ। त्यसो कारणले यो मैले अहिले भनेको कुरामा चाहिँ हामी सबैले ध्यान दिनुपर्ने हो। हामीले चाहिँ है बुद्ध धर्म भनेको विषयमा चाहिँ अब 1 वर्षको भित्र एउटा समय चाहिँ राखेर अनि त्यो चाहिँ गर्ने है। अब खानादेखि लिएर लुगादेखि लिएर त्यो चाहिँ एउटा समय राखेर चाहिँ गर्दै गर्दैन होइन, जहिले पनि चाहिन्छ। बिहान बेलुका दिउँसो त्यसो कारणले धर्म र खानाहरू त्यो तरकालको त्यो चिजहरू दुईमा चाहिँ मनमा चाहिँ धर्म ठुलो भन्छ, तर कर्ममा चाहिँ आफ्नो खानाहरू सबै ठुलो। धर्म चाहिँ कहिले कहिले त्यो पनि मन पर्नु बेलामा। त्यसो कारणले चाहिँ यो मैले चाहिँ धेरै त्यो देख्छ। त्यसो कारणले चाहिँ यस्तो नगर्नु भन्नु चाहेको छ होइन। धर्मलाई चाहिँ धर्म देशन पहिला दिने बुद्ध र आफ्नो गुरुलाई डक्टर जस्तो गरेर अनि सम्झिने, मान्ने। धर्मले चाहिँ दबाई जस्तो गरेर चाहिँ मान्ने, आफूले चाहिँ बिमारी जस्तो गरेर चाहिँ सोच्ने, मोह अनि रिस, राग, क्लेश त्यस्तो नराम्रो मन, त्यसले चाहिँ मलाई दुःख दिएर चाहिँ म त त्यस्तो नराम्रो मन भनौँ, त्यस्तो अनि नराम्रो मनको रोगले म रोगी हो, म बिमारी हो भनेर चाहिँ मनमा राख्ने।
अब त्यो रोगहरू चाहिँ अनि टेक्नुको लागि हटाउनु लागि निको हुनुको लागि चाहिँ मैले धर्मको दबाई त खानुपर्छ भनेर चाहिँ सोच्ने अब धर्मको दबाई खानुको लागि चाहिँ मैले अनि धर्म जहाँबाट आउँछ दिने गुरु र बुद्धहरूलाई चाहिँ डक्टर जस्तो मान्छु भनेर उहाँहरूलाई डक्टर जस्तो मानेर धर्मलाई दबाई जस्तो मानेर चाहिँ जति धर्म चाहिँ धर्मको दबाई चाहिँ आफूले खानु सक्यो भने त्यति फाइदा हुन्छ होइन त्यसो कारणले यो चाहिँ मनमा चाहिँ जहिले पनि राख्नुपर्छ त्यो हो अब मैले यहाँ चाहिँ के भन्न चाहन्छु भनेदेखि यदि हामीले बुद्ध धर्मलाई पढ्नुपर्ने हो भनेदेखि कसरी पढ्ने बुद्ध धर्म पढ्नु बेलामा भने एउटा अनि के अरे एउटा हाम्रो तिब्बती भाषामा भन्छ कि खोरिम भन्छ खोरिम भन्ने चाहिँ हुन्छ नि त्यो चाहिँ हामीले थाहा हुनुपर्छ त्यो अहिले मैले यो शब्द चाहिँ नेपालीमा चाहिँ यो शब्द चाहिँ भुल भएछ कम्ब्रक यो कर्म अनुसार भन्छ कर्म अनुसार हामीले बुद्ध धर्ममा हामीले जानु बेलामा कर्म अनुसार जानुपर्छ है पहिला यो गर्ने पछि यो गर्ने पछि त्यो गर्ने भनेर चाहिँ कर्म अनुसार जानुपर्छ त्यसो कारणले मैले यो भन्छु है हामी बुद्ध धर्ममा लाग्नु बेलामा हामीले कसरी बुद्ध धर्ममा जाने कसरी त्यो गर्ने भनेको विषयमा अब यहाँ हेर्नुहोस् है तिब्बतीको भाषा र नेपाली भाषा दुई गरेर चाहिँ भन्दै जान्छु सांगे युछलो जुपर छेबाला अनि खोरिम गयो भनेको छ त्यसको मतलब बुद्ध धर्ममा लाग्नु बेलामा चाहिँ कर्म अनुसार जानुपर्छ भनेको छ अब खोरिम के हो भनेदेखि त्यसमा थोमर थेबा छे भनेको छ पहिलो सर्वप्रथम बुद्ध धर्मलाई सुन्नुपर्छ भनेको छ है थोमर थेबा छे थेने साम्बा छे भनेको छ साम्बा छे भनेको मतलब चाहिँ बुद्ध धर्मको विषयमा परेर चिन्तन गर्नुपर्छ भनेको छ थेपा साम्बा भने त्यो तेने सुम्बा गोम्बा छे भनेको छ गोम्बा छे भनेको मतलब चाहिँ गोमयाम्नेन छे भनेको मतलब चाहिँ बुद्ध धर्मलाई पहिला सुन्ने त्यसको पछि चिन्तन गर्ने त्यसको पछि धर्मको कुरा थाहा भएर ध्यान अभ्यास गर्नुपर्छ भनेको छ यो चाहिँ तेस्रो अब ध्यान अभ्यास गर्यो भनेदेखि अनि हो गर्नुपर्छ भनेको छ अब यसमा हामीले के थाहा हुनुपर्छ पहिला सुन्ने पछि चिन्तन गर्ने त्यसको पछि ध्यान अभ्यास गर्ने त्यो गर्यो भनेदेखि हामीले के फाइदा हुन्छ भनेदेखि थेपा छेबाला तेने थुजुङ्गी सेरप के भनेको छ त्यसको मतलब चाहिँ धर्महरू सुन्यो भनेदेखि त्यो सुन्नेको कारणले आफ्नो मनको भित्र सुनेर पाएको एउटा खरस प्राज्ञा एउटा पाउँछ भन्छ थुजुङ्गी सेरप भने चाहिँ सुनेर पाएको प्राज्ञा त्यो पाउँछ भनेको छ अब चिन्तन गर्यो भनेदेखि के फाइदा छ सम्लो मङ्बुताङमा खरि फ्याम्दो यो अरे सम्झुङ्गी सेरप के भने चाहिँ नेपालीमा के भन्छ चिन्तन गरेर पाएको प्राज्ञा भने फेरि अर्को प्राज्ञा एउटा चाहिँ पाउँछ अब थुजुङ्गी सेरप सम्झुङ्गी सेरप गोम न्याम्लेन छेन खरि युङ्गुरी भने अब ध्यान अभ्यास गर्यो भनेदेखि के पाउँछ भनेर अब ध्यान अभ्यास गरेर फेरि हामीलाई के पाउँछ भनेदेखि ध्यानद्वारा पाएको प्राज्ञा भनेर चाहिँ पाउँछ त्यसो कारणले तीनवटा प्राज्ञा चाहिँ हामीले पाउँछ रहेछ नि सेरप सुम भन्छ सेरप सुम
थेजुङ्गे शेरब सम्जुङ्गे शेरब गुम्जुङ्गे शेरब सुनेर पाएको प्राज्ञा चिन्तन गरेर पाएको प्राज्ञा ध्यान गरेर पाएको प्राज्ञा भनेर तीनटा प्राज्ञा चाहिँ हामीले पाउँछ भनेको छ है। अब त्यसमा तेस्रो ध्यान अभ्यास गरेर पाएको प्राज्ञा भने छ नि त्यो प्राज्ञामा भने दुई किसिमको हुन्छ। एउटा चाहिँ पहिला ध्यान अभ्यास गरेर पाएको प्राज्ञा ध्यान अभ्यास गरेर भएको गुण हो। तर त्यो बेलामा चाहिँ यति के भन्छ त्यो ध्यानको अनि शक्ति चाहिँ यति ठुलो छैन, पहिलाको शक्ति मात्र हो। अब ध्यान गर्दै 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 गयो भनेदेखि पछि ध्यानको शक्ति चाहिँ धेरै विकास हुन्छ हैन। त्यसमा चाहिँ आफूलाई तिप्तीमा भन्छ गोम न्याम्लेन छेपाला तेने थोमर रङ्गी घुला चेमे न्याम्योङ के भन्छ। ल यहाँ गोम न्याम्लेन छेकिन छेकिन छिम्बाइना चेमा माइम्बे न्याम्योङ के भन्छ। त्यसो कारणले गोम न्याम्लेन छेपाला तेने न्याम्योङी दि अनि चेमे न्याम्योङ थाङ्बो चेमा माइम्बे न्याम्योङ निपा। अब यो नेपालीमा भन्छु ध्यान गर्दै गयो भने पहिला चाहिँ हामीलाई अनि न्याम्योङ भने चाहिँ इङ्ग्लिसमा एक्सपिरियन्स भन्छ, नेपालीमा अनुभव। ध्यान गर्दै गयो भनेदेखि पहिला हामीले अनुभव एउटा चाहिँ हामीलाई प्राप्त गर्नु सक्छ भनेको छ। एक उदाहरणमा यो माया र दया करुणा त्यस्तोलाई ध्यान गर्दै 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 गयो भने अघि करुणाको विषयमा सुन्ने बेलामा यस्तो रहेछ भन्ने मात्रै थाहा छ। मनको भित्र त्यो करुणाको एक्सपिरियन्स त्यसको फिलिङ चाहिँ छैन त्यो बेलामा। तर करुणाको विषयमा चाहिँ सबै थाहा भएर ध्यानमा बसेर गयो भनेदेखि पछि मनकै भित्र करुणाको अनि अनुभव पाउँछ। यता पहिला करुणाको विषयमा पढ्ने बेलामा चाहिँ यता कोही दुखी भएको मान्छेहरू देख्दाखेरि चाहिँ त्यो बिचारा भन्ने त्यो मात्र हुन्छ, यति फिलिङ हुँदैन नि। अब ध्यान गर्दै गयो भनेदेखि पछि त्यस्तो आँखाले देख्नु बेलामा त्यो देख्नु बेलामा चाहिँ तुरुन्त मनको भित्र नि अनि त्यसलाई माया लाग्ने, त्यसको कारणले आँखामा पनि आँसु आउने त्यस्तो हुन्छ। हो त्यसलाई भन्छ अनुभव भन्छ, त्यो एक्सपिरियन्स त्यस्तो हुन्छ भनेको छ। त्यसको कारणले गोम्बाला तेने झुम्बे न्याम्योङला नि भनेको छ। ध्यान गरेर पाएको अनुभवमा दुई किसिमको छ भनेको छ, दुई प्रकारको छ भनेको छ। एउटालाई के भन्छ चेमे न्याम्योङ भन्छ। चेमे न्याम्योङ भने चाहिँ त्यसको विषयमा राम्रो गरेर सोच्यो भने त्यो एक्सपिरियन्स अनुभव चाहिँ आउने, राम्रो गरेर नसोच्यो भनेदेखि एक्सपिरियन्स नआउने, अनुभव नआउने, त्यस्तो अनुभवलाई चाहिँ चेमे न्याम्योङ भन्छ है। के भन्छु अब यसलाई चेमे न्याम्योङ भनेर चाहिँ त्यो भन्छ। अब एउटा अनुभव चाहिँ के हुन्छ भनेदेखि त्यसलाई चाहिँ ध्यान गर्दै 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 गएर मनले राम्रो गरेर सोचौँ या नसोचौँ, यहाँ कोहीहरू चाहिँ दुःख भएको चाहिँ देख्यो भने तुरुन्त आफ्नो मनको भित्र अनि अनुभव त्यो करुणाको अनुभव आउने, त्यसलाई भन्छ चेमा माइम्बे न्याम्योङ भन्छ। हो त्यस्तो अनुभव दुईटा चाहिँ अनि आउँछ भनेको छ। त्यसको कारणले पहिला थेपा, त्यसको पछि सम्बा, त्यसको पछि घुम्बा। पहिला चाहिँ सुन्ने, त्यहाँदेखि चिन्तन गर्ने, त्यसको पछि ध्यान गर्ने, त्यसको पछि चाहिँ दुईटा अनुभव चाहिँ पाउँछ भनेको छ। चेमे न्याम्योङ अनुभव पहिला एउटा, त्यसको पछि
अरू अनुभाव भनेर चाहिँ 2। अब त्यो पछिको अनुभाव छ नि त्यो तदि त्यस्तो अनुभाव चाहिँ उदाहरणमा राख्यो भनेदेखि बुद्धिचितको विषयमा ध्यान गर्दै गर्दै गएर अघि मैले भनेको त्यो के अरे धेरै अनि सोच्यो या नसोच्योस् तुरुन्त आफ्नो मनको भित्र चाहिँ मैले सर्व प्राणीहरूको लागि बुद्धता प्राप्त गर्नु सकोस् भनेर त्यस्तो मन चाहिँ त्यस्तो अनुभव अनि आफूलाई अनि आयो भने त्यो बेला हामी अनि कहाँ पुगेको छ भनेदेखि 5 मार्गको भित्र हाम्रो त्यहाँ बुद्धले तथाथा गाते परसम गते बुद्धि सोहा भनेर 5वटा मार्ग देखाएको छ। त्यो 5वटा मार्गको भित्र चाहिँ गाते भनेको मार्गमा चाहिँ पुगेको हो है, गातेमा पुगेको हो। त्यसलाई चाहिँ छोक्लम भन्छ, सम्बर मार्ग भन्छ, त्यहाँ पुग्छ। फेरि ध्यान गर्दै गर्दै गयो भने त्यो भन्दा माथिको मार्ग गाते दोस्रो गातेमा पुग्छ, जल्लम भन्छ। फेरि ध्यान गरेर गयो भनेदेखि थोङलम भन्छ है, दर्शन मार्ग। फेरि ध्यान गरेर गयो भनेदेखि गमलम भन्छ। फेरि ध्यान गरेर गयो भनेदेखि अनि बुद्धता प्राप्त बुद्धको भूमिमा पुग्छ। त्यस्तो गरेर एउटा बुद्धको चेलाले बुद्धको धर्ममा जाँदाखेरि यो कर्म अनुसार यो चाहिँ खोरिम भन्छ नि तिप्तीमा, त्यो चाहिँ थाहा भएर अनि बुद्ध धर्ममा चाहिँ लाग्नुपर्छ हो। यो कुरा चाहिँ अब यो चाहिँ यस्तो जस्तो भयो नि, एउटा मान्छेले बालक एउटाले स्कुलमा गएको जस्तो भयो नि। पहिला स्कुलमा जाँदाखेरि अनि किन्डर गार्डनमा जाने, फेरि त्यो राम्रो भएदेखि अनि स्कुलमा गएर त्यो 1 क्लास 2 क्लास 3 क्लास यसरी डक्टर डिग्रीसम्म पुग्ने गरेर यसरी हामीले पढ्छ नि। त्यही जस्तो गरेर बुद्ध धर्ममा लाग्नु बेलामा पनि यसरी गयो भने अनि राम्रो हुन्छ भनेर चाहिँ त्यो भनेको छ। त्यो चाहिँ हामीले पहिला चाहिँ थाहा हुनुपर्छ भनेर चाहिँ त्यो हो। अब यहाँ यो चाहिँ बुद्ध धर्मलाई सुन्ने र के भन्छ ध्यान अभ्यास गर्नेको सबै त्यसको कर्म अनुसार चाहिँ यसरी जाने। अब हामीले ध्यान अभ्यास गर्नु बेलामा अनि हामीले कसरी गर्नुपर्छ भनेको विषयमा त्यसमा चाहिँ अनि नलेन्द्रको अनि पण्डितहरूले एउटा कुरा चाहिँ भनेको छ। त्यसमा पनि नागार्जुनको चेला अनि धेरै ठुलो मन हामीले मान्छ आर्यदेवा भन्ने एउटा पण्डित एउटा छ। उहाँले के भन्नुहुन्छ भनेदेखि तपाईले धर्म पढ्ने कुरा मात्र होइन कि धर्मलाई ध्यान अभ्यास गर्नु बेलामा पनि तपाईले अनि कर्म अनुसार जानुपर्छ भनेको छ। अब त्यसमा चाहिँ 3 कुरा भनेको छ। स्वनम मेम्ब थाङबर दो भर्तु दाने दोपर छे थमर तसी कुन दो बा ठिङी सेते खेबाई भनेको छ। त्यसको मतलब स्वनम मेम्ब थाङबर दो, तपाईले धर्मको कर्ममा जाँदाखेरि पहिला तपाईले तुरुन्त ध्यान गर्ने त्यस्तो चाहिँ नगर। पहिला तपाईले चाहिँ बुद्धले भनेको दोस्तो दिपची हमेशा सिंह केवा फुसुम सबरचे भनेको दोस्तो तपाईले पापको कर्म नगर, धर्मको कर्महरू गर भनेर चाहिँ भन्नुभएको छ। त्यही दोस्तो गरेर हामीले धर्म गर्नु बेलामा पहिला के गर्ने भनेदेखि पहिला चाहिँ हामीले चाहिँ सोनम मेम्बा थाङबर धो भनेर पहिला चाहिँ सोनम मेम्बा भने चाहिँ अनि अकुशल कर्मले भनेको अकुशल कर्म पापको कर्म। सोनम मेम्बा थाङबर धो भनेको मतलब
सर्वप्रथम पहिला तपाईले अकुशल कर्म चाहिँ त्याग्नु, पापको कामहरू सबै छोड्नु भनेको छ। त्यो चाहिँ हामीले पहिला गर्नुपर्छ। अब पापको भित्र चाहिँ हुनु त थुप्रै नै छ, तर 10वटा हुन्छ नि। पहिला मैले पोहोर साल सिकाइसकेको छ हैन। जिउद्वारा गर्नेको अनि पापको कर्म सोक्चोपा मजिबा लेम्बा लोगेम भनेर चाहिँ काटमार गर्ने अनि चोरी गर्ने मिष्टदिष्ट गर्ने त्यो खरे बिर्वे दोष चाहिँ त्यस्तो गरेर चाहिँ 3 हुन्छ नि। अनि मिष्टदिष्ट मारे त्यसो यहाँ दि जेरो छिसा लोगेम सेजरो लोगेम सेयादि होरे बेबिजार पहिला चाहिँ सोक्चोपा भनेर चाहिँ काटमारको कर्म, मजिम्बल्याम्बा चोर गर्ने कर्म, अनि बेविचारको कर्म लोगेम, अनि झुट बोल्ने त्योहरू सबै जिउदेखि गर्ने पापको कर्म 3 र वजनद्वारा गरिने पापको कर्म 4 र मनद्वारा अनि 3 भनेर जम्मा 10 हुन्छ नि। त्यस्तो 10 र अकुशल कर्म भन्छ, पापको कर्म भन्छ, तिप्तिमा भन्छ, दिक्पा मिग्यो वा चु भन्छ। त्यो चाहिँ पहिला चाहिँ छोड्नुपर्छ भनेको छ। सोनम मेम्बा ढाङबुर्दो त्यो छोडेर चाहिँ अनि कुशल कर्म 10वटा कुशल कर्म भनौँ, धर्मको 10वटा कर्म भनौँ, त्यो चाहिँ पहिला चाहिँ ध्यान अभ्यास गर्नुपर्छ भनेको छ। त्यो चाहिँ एउटा हो। सोनम मेम्बा ढाङबुर्दो फर्तो दाउने दोपर छे भनेको छ। अब त्यसको पछि के गर्नुपर्छ भनेदेखि अब हामीले बुद्धले भनेको दोस्तो बुद्धले के भनेको छ, बुद्धले के भनेको छ भनेदेखि दिक्पचे मेचा सिंह केवा फुसुन सोबर चे रङ्गी सिम्ने योngsो दोल भनेको छ। आफ्नो चित्तलाई आफ्नो मनलाई परिवर्तन गरा भनेको छ। रङ्गी सिम्ने योngsो दोल है, आफ्नो मनलाई परिवर्तन गरा भनेको छ। त्यो अब त्यसमा चाहिँ 2टा हुन्छ, 2टा कुरा हुन्छ। 2टा पहिला चाहिँ आफ्नो मनको भित्र भएको अनि आफ्नो मनको भित्र भएको आत्मग्रहको सोचलाई त्याग्ने, त्यो चाहिँ पहिला। त्यसको पछि आत्मग्रह भनेको अनि सोच चाहिँ कहाँबाट आउँछ भनेदेखि त्यसको एउटा छाप हुन्छ। तिब्तीमा भन्छ न्योमोङ थाङ न्योमोङगी फाक्चा भन्छ। न्योमोङ भन्ने चाहिँ आत्मग्रह, क्लेश, रिस, रागहरू चाहिँ हो है। न्योमोङगी फाक्चा भने चाहिँ त्यस्तो क्लेशहरूको छाप, त्यसले भन्छ। त्यसो कारणले पहिला चाहिँ क्लेशलाई त्याग्ने, त्यसको पछि बिस्तारै अनि क्लेशको छापहरूलाई चाहिँ त्याग्नुपर्छ भनेको छ। त्यसो कारणले सोनम मेम्बा थाङबुर्दो फार्तु दाने दोबर छे भन्नु बेलामा क्लेशलाई त्याग्नुपर्छ भनेको। थामर तासी कुन्दोक्बा भन्नु बेलामा चाहिँ पछि चाहिँ अन्तिममा क्लेशको छापलाई पनि त्याग्नुपर्छ भनेर चाहिँ यसरी भनेको छ। त्यसो कारणले सोनम मेम्बा थाङबुर्दो फार्तु दाने दोबर छे थामर तासी कुन्दोक्बा भनेर त्यस्तो गर्ने तरिकाहरू सबै तपाईले ध्यान अभ्यास यसरी गर्यो भनेदेखि यो ध्यान अभ्यास गर्ने तरिका चाहिँ अनि के हो भनेदेखि थिङी सेते खेबाई भनेको छ। बुद्धि भएको ज्ञानीहरूले ध्यान अभ्यास गर्ने तरिका यस्तो हो भनेको छ। त्यसो कारणले हामीले जहिले पनि ध्यान अभ्यास गर्नु बेलामा ज्ञानीहरूले ध्यान अभ्यास कसरी गर्छ भने त्यो चाहिँ हामीले गर्नु सक्नुपर्छ हैन। त्यसो कारणले यो कुराहरू चाहिँ मनमा राखेर चाहिँ त्यो गर्ने। यहाँसम्म चाहिँ मैले के भन्न सक्यो भनेदेखि
यहाँसम्म चाहिँ बुद्ध धर्मले कसरी लाग्ने भनेको कुरा चाहिँ एउटा। दोस्रो चाहिँ बुद्ध धर्मलाई ध्यान अभ्यास गर्नु बेलामा पनि कसरी गर्ने भनेको विषयमा यो कुराहरू सबै मैले भनिसक्यो। अब आज यहाँ चाहिँ अब बुद्ध धर्मलाई अनि हामीले पढ्नुपर्छ, ध्यान अभ्यास गर्नुपर्छ भनेको कुरा चाहिँ मैले कसरी गर्नुपर्छ भनेको विषयमा भनिसक्यो। अब यदि बुद्ध धर्मलाई लाग्ने तरिका यस्तो हो, ध्यान गर्ने तरिका यस्तो हो भनेदेखि अब हामीले बुद्ध धर्मलाई लाग्नु बेलामा पहिला हामीले बुद्ध धर्ममा धेरै किसिमको छ। अब कुन चाहिँ हामीले पढ्नुपर्छ, कुनलाई हामीले ध्यान दिनुपर्छ भने त्यसमा चाहिँ अनि हामीले थाहा हुनु पर्यो होइन। अब यहाँ यो कुरा भन्नु चाहन्छु है, मैले यहाँ के भन्न चाहन्छु भनेदेखि म यहाँ अब हाम्रो यहाँ नेपाली बुद्धको चेला दाजुभाइहरू पनि छ। अब यसो गरेर यहाँ मैले सुनेको आसामतिर धेरै बुद्धको चेला बौद्धहरू छ होइन। अब मैले सबै त अहिले मिलेको छैन, भविष्यमा मिल्नु सक्छ। अब तर म यहाँ के भन्न चाहन्छु भनेदेखि मलाई चाहिँ धेरै एक्सपिरियन्स अनुभव भएको थियो होइन। पहिला सानो बेलामा म 11 वर्षदेखि बुद्ध धर्ममा लागेको हो, लामा परेको हो। त्यहाँदेखि अहिले म 48 एज म पुग्यो। अब मैले बुद्ध धर्म चाहिँ 38 वर्ष परेको छ होइन, 38 इयर्स परेको छ। ध्यान अभ्यास चाहिँ मैले 30 वर्ष गरेको छ। अब त्यो गरेको एक्सपिरियन्स, त्यो गरेको कारणले अब मैले यसरी नेपालतिर, नेपालको गाउँतिर धेरैतिर चाहिँ धर्म प्रवचन गर्नु गएको। अब त्यो बेलामा मैले हाम्रो नेपालतिर अनि जोस अब बुद्धको चेलाहरूले धर्म कसरी गर्छ रहेछ, धर्म कसरी पर्छ रहेछ अनि र धर्म कसरी गर्छ रहेछ, धर्मलाई कसरी ध्यान अभ्यास गर्छ। मैले यसो हेर्दाखेरि धेरै भुल भएको छ। मलाई त्यो मनमा धेरै त्यो भयो, पिर भयो, ओहो यस्तो कस्तो होला। अब यो मैले के भन्न चाहन्छु भने हामीले बुद्ध धर्म पढ्नु बेलामा बुद्ध धर्म पहिला कुन पढ्नुपर्छ त्यो पनि थाहा छैन। बुद्ध धर्म पढ्नु बेलामा पनि तुरुन्त पूजाहरू मात्रै पढेर जान्छ रहेछ, शब्दन गर्नेहरू मात्रै पढेर जाने है। फेरि बुद्ध धर्म चाहिँ अब पूजा पाठ हो, तर पूजा पाठ पनि के पर्छ रहेछ हेर्दाखेरि सूत्रहरू चाहिँ छोडेर तुरुन्त तन्त्रको पूजाहरू पढ्ने रहेछ। अब मुनिको पढाइ केही छैन, तुरुन्त माथि पुगिसकेको रहेछ, पढ्ने पनि त्यही। अब फेरि धर्म कसरी गर्छ रहेछ गर्नु बेलामा अब बुद्ध स्वयंले 4 आर्य सत्य भन्ने, 2 सत्य भन्ने, चङ्जो सुतु भनेर 37 प्र्याक्टिस भन्ने, अनि त्यो जोस बुद्ध शाक्यमुनिले बनारसमा दिनुभएको 4 आर्य सत्यको धर्महरू छ। त्यो सँगै चङ्जो सुदु भनेर 37 प्र्याक्टिसहरू छ। अब त्यसको माथि फेरि बुद्धले त्यहाँ के अरे छगुफुङबुरी राजगिरमा उहाँले धर्मदेशना गर्नुभएको सेरगी फरुद छेम्बा भनेर प्राज्ञ परमिता भनेर त्यो भित्र धर्महरू धेरै नै छ। शून्यताको विषयमा, बुद्धिचितको विषयमा धेरैहरू छ।
अब बुद्धले दिनुभएको धर्म एउटा चाहिँ तथागत गर्भ, त्यसको विषयमा भनिन्छ। अब बुद्धले के अरे सावे थोने से यदि गुप्त रूपले बुद्धले गुप्त रूपले दिनुभएको अनि यो तन्त्र बुद्धिस्ट तन्त्र त्यस्तो धर्महरू छ हैन। तर हामीले धर्म गर्नु बेलामा चाहिँ कुन गर्छ रहेछ कसरी गर्छ रहेछ हेर्दाखेरि त्यो 4 आर्य सत्य 2 सत्य भन्ने त्यो 37 प्र्याक्टिस भन्ने बुद्धिचित भन्ने शून्यता ज्ञान भन्ने त्योहरू सबै छोडेर तुरुन्त तन्त्रको झोक्छेन छाक्छेन हो त्यस्तोमा चाहिँ जाने रहेछ। अब यो कस्तो भयो भने एउटा बच्चाले चाहिँ त्यो किन्डरगार्टनदेखि स्कुलदेखि पढ्नुपर्नेहरू चाहिँ सबै नपारेर तुरुन्त कलेजमा गएको जस्तो हो त। यस्तो पो रहेछ हाम्रो धर्म। अब भर्याङमा जानु बेलामा पहिला मुनिदेखि खुट्टा टेकेर जानुपर्छ नि, यो खुट्टा टेकेर यसरी पो माथि जानुपर्छ हो। त्यो तल चाहिँ खुट्टा नटेकेर तुरुन्त हाम फालेर चाहिँ माथि जाने रहेछ। अब त्यो माथि जाँदाखेरि फेरि गर्छ मा साबतिर गर्छ फेरि लडेर चाहिँ मुनि आउने रहेछ। त्यस्तो कारणले मैले यस्तो हेर्दाखेरि अब यो भएन भनेर चाहिँ मेरो मनमा चाहिँ आयो। त्यसो कारणले मैले नेपालतिर बुद्ध धर्म परिचय समाज भनेर चाहिँ समाज खोलेर त्यो भित्र चाहिँ त्यो भर्याङमा चरेको जस्तो गरेर चाहिँ धर्म यसरी पढ्नुपर्छ भनेर चाहिँ एउटा क्रम रूपले क्रम अनुसार धर्मलाई पढ्ने र ध्यान अभ्यास गर्ने तरिकाहरू सिक्दैछु हैन, सिकाउँदैछु। त्यसो कारणले यो चाहिँ धेरै त्यो हो। कोही त्यसो कारणले हाम्रो मनको भित्र पनि आफ्नो मनको भित्र पहिला धर्म त्यो चाहेको कुराहरू चाहिँ पहिला गर्दै गर्दै त्यसलाई विकास हुँदै हुँदै पो अनि माथि माथि ठुलो ठुलो धर्महरू चाहिँ गर्ने हो नि हैन। त्यस्तो हो। अब एउटा उदाहरण भन्यो भनेदेखि अब धर्मको प्रवचन चाहिँ दिँदैछु त्यो पनि कम्प्रेक्ट रूपले क्रम अनुसारदेखि पढाउँदैछु आउनुहोस् भनेदेखि आउने धेरै कम्ती छ हैन। अब त्यो छोडेर तन्त्रको वाङ दिँदैछु भनेदेखि यस्तो आउँछ मान्छे होइन। अब यसले के चिनाउँछ रहेछ। त्यसो कारणले यस्तो चाहिँ गर्नु हुँदैन भनेको छ। त्यो म यहाँ कथा एउटा सानो कथा एउटा चाहिँ भन्छु हैन। भारतको पण्डित दिवमकरा भन्ने एउटा पण्डित भएको थियो। उहाँको नाम तिब्बतीमा झोचे पन्दे अतिशा भन्ने छ। उहाँ चाहिँ भारतको धेरै ठुलो महान पण्डित हो। उहाँ चाहिँ महापण्डित भएर उहाँ बिस्तारै तिब्बतदेखि पनि उहाँलाई बोलाएको थियो। तपाईँ तिब्बतमा आउनुहोस्, हामीले धर्महरू सिकाउनु पर्यो, धर्म देशन गर्नु पर्यो भनेर चाहिँ उहाँले अनुरोध गरे थिए। उहाँले भने आउँछु भनेर चाहिँ पछि बिस्तारै 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 गरेर चाहिँ अनि उहाँ चाहिँ तिब्बतमा पाल्नु सक्यो। अब तिब्बतमा पुग्दाखेरि चाहिँ अनि उहाँ अब भारतमै बसेको कारणले उहाँले बुद्ध शाक्यमुनिको धर्म A to Z सर्व ज्ञान उहाँले छ नि, सबै थाहा छ। कसरी गर्नुपर्ने भने सबै थाहा छ। अब उहाँ त त्रिशिक्षामा अनि धर्म राम्रो गर्ने हो नि, शील शिक्षामा बसेर अनि त्यो के भन्छ ध्यान शिक्षा प्राज्ञा शिक्षा त्योहरू चाहिँ कम्प्रेक्ट रूपले राम्रो गर्ने त्यस्तो महागुरु एउटा हो नि। अब उहाँ तिब्बतमा पुग्दाखेरि चाहिँ अब
तिब्बतको त्यो बेलामा ngरी ग्याल्बो भन्ने एउटा राजा एउटा छ उहाँले चाहिँ गुम्बाहरू सबैलाई त्यो के भन्छ दालेन टेबल खर्च इन्फर्मेसन सबैले सूचना दिएको छ हैन अब इन्डियाबाट महागुरु बोलाएको थियो उहाँ चाहिँ आउँदैछ हामी सबै उहाँलाई स्वागतमको लागि सबै आउनुपर्छ भनेर चाहिँ अब उहाँहरू आउनु बेलामा त घरमा चारेर लुगा पनि के लगाएर टोपीहरू पनि लगाएर माथिबाट त्यो गरमा चरेर आयो इन्डियाबाट आएको मापट्टि त डरेर भूत आएको हो कि के आएको यस्तो उहाँले भनेको थियो अब पछि त्यो उहाँले महागुरुले त्यस्तो त्यो दिवमकारले महागुरु दिवमकारले यस्तो भनेको कुरा चाहिँ तिब्बतको गुरुहरूले सुनेर अनि उनीहरू चाहिँ त्यो भयो के भन्छ सम्लुतोङ गए छाने सोच्नुपर्ने भयो ए गुरुले हामीले के त्यो भूतहरू आउँछ कि त्यस्तो भनेर चाहिँ के होला भन्ने अब पछि राम्रो गरेर सोच्दाखेरि उहाँहरूको गर्ने तरिका बोल्ने तरिका सोच्ने तरिका त्योहरू धर्मको भित्र भएको चाहिँ ठिक्कै भएको छैन त्यसो कारणले अनि उहाँले के भन्छ गुरु दिवमकारले पण्डित दिवमकारले यस्तो भनेको हो भनेर थाहा भएर अनि उहाँहरू बिस्तारै सबै शान्तमा बसेर अब अनि उहाँले गुरु थापेर अब यदि हामीले धर्महरू गर्ने तरिका चाहिँ भएन भनेदेखि अब हजुरले धर्म कसरी गर्ने त्यसको विषयमा चाहिँ धर्म देशना गर्नु पर्यो भनेर अनुरोध गरे उहाँको तिब्बतमा भएको राजाले भने धेरै अनुरोध गरे त्यो गरेको कारणले अनि उहाँले लमरिम भनेर है त्यो एउटा पुस्तक एउटा उहाँले लेखेको थियो ओ त्यो भित्र चाहिँ हामी बुद्धको चेला एउटाले बुद्ध धर्म गर्ने हो भनेदेखि बुद्ध धर्मलाई अनि लाग्ने हो भनेदेखि यसरी लाग्नुपर्छ भनेर त्यो क्रम अनुसार सबै उहाँ लेखेर चाहिँ उहाँले धर्मदेशन दिनुभयो त्यसो कारणले पहिला तिब्बतमा हुनु त गुरु रिम्पोछे उहाँ एउटा बुद्ध हो गुरु रिम्पोछे भने चाहिँ अब म आफै निङमा कैक्यु साक्या गिलुक सबै धर्मलाई अनि आधार सम्बन्ध राख्दैछु मान्दै पनि छु त्यो सबै धर्मलाई परेको पनि थियो वाङ लुङहरू पनि थापे थियो त्यसो कारणले सबै धर्मले मैले मनदेखि नै मान्दिछु त्यसो कारणले गुरु रिम्पोछे भन्ने चाहिँ साधारण व्यक्ति होइन उहाँ चाहिँ अनि एउटा बुद्धको अवतारी हो उहाँ त्यसो कारणले उहाँ पनि बुद्ध हो भनेर हामीले भन्नु सक्छ बुद्ध भनेदेखि तुरुन्त बुद्ध शाक्य मुनि हो भनेर सोध्नु पर्दैन बुद्ध शाक्य मुनिको अवतारीमा बुद्ध भएको भने धेरै हुन्छ त्यसो कारण उहाँ एकमा चाहिँ यस्तो हो उहाँले तिब्बतमा धर्म देशना गर्नु बेलामा त्यो बेलामा समय अनुसार त्यो जोक्छिनको धर्म ठुलो ठुलोहरू चाहिँ सबैले दिनु सक्ने छैन केल्प छैन त्यो बेलामा उहाँले चाहिँ अनि राजा सोङजेन गम्बो के अरे ठिसोन देजे उनीहरूलाई चाहिँ अनि धर्महरू चाहिँ देशना गर्यो अनि वाङहरू पनि दिनुभयो त्यस्तो हो तर त्यो वाङ धर्महरू चाहिँ तन्त्रको ठुलो ठुलो धर्महरू चाहिँ बिस्तारै 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 जनतामा अनि त्यो फैलायो त्यो फैलाएको कारणले जनताको भित्र सूत्रको मुनिको धर्महरू बेसिक धर्महरू केही नभएर तुरुन्त तन्त्रको ठुलो धर्ममा गएको कारणले त्यो बेलामा चाहिँ अनि तिब्बतको त्यो के भन्छ संसार भनौँ कि अनि त्यो जनताको भित्र चाहिँ
बुद्ध धर्म गर्नेको तरिकाहरू चाहिँ मुनिदेखि नगएर तुरुन्त माथिदेखि धर्म गर्ने त्यस्तो भएको कारणले अनि त्यहाँ तिब्बतमा चाहिँ धेरै मान्छेहरूले पनि यो बुद्ध धर्म चाहिँ कस्तो होला भन्ने त्यस्तो कुराहरू धेरै भयो। त्यसो कारणले अब त्यो कुराहरू हुँदै हुँदै यस्तो भएको कारण त्यसको माथि एउटा अनि दुई ग्याल्बो पनि भन्छ जोस एउटा धर्मले नमान्ने धर्मलाई नष्ट गर्ने एउटा राजा एउटा भएको थियो। त्यसको कारणले पनि बुद्ध धर्मलाई धेरै त्यहाँ के भन्छ फर्चे भन्छ नि बुद्ध धर्मलाई फर्चे खर्सादा जोस बुद्ध धर्मलाई अलिकति बाधा हुने त्यस्तो भयो। त्यसको पछि अनि पछि फेरि धर्म राजा एउटा भएर उहाँले चाहिँ अहिले महापण्डित दिगम्करा उहाँले बोलाएर तिब्बतमा बोलाएर अब हामीलाई धर्म राम्रो एउटा जनताहरू सबैले धर्म कसरी गर्नुपर्ने त्योहरू चाहिँ नयाँ राम्रो एउटा चाहिँ सिकाउनु पर्यो भनेर अनुरोध गरेको कारणले अनि उहाँले अघि मैले भनेको जस्तै गरेर छङ्जु लम्की ड्रमे भनेर लमरिमको अनि पुस्तक एउटा लेख्नुभयो। त्यो धर्म चाहिँ उहाँले दिनुभयो। त्यसो कारणले अनि तिब्बतमा चाहिँ फेरि धर्म गर्ने तरिका नयाँ राम्रो एउटा चाहिँ फैलाएको थियो होइन हो। त्यसो कारणले मैले पनि यस्तै अहिले सोध्दैछु हाम्रो तिब्बतन सोसाइटीमा अनि नेपाली सोसाइटीमा बुद्धिस्ट भएको सोसाइटीमा त्यो चार आर्य सत्य के हो भन्छ कि थाहै नहुने दुई सत्य भने चाहिँ के हो भने त्यो पनि थाहा नहुने चङ्जो सुब्दु 37 प्र्याक्टिसहरू के हो भने त्यो थाहा नहुने तुरुन्त त्यहाँ ठुलो धर्महरू त्यो जक्सेनाहरूदेखि छाक्सेनाहरू निङमा कक्यु साक्य घिलुक चारवटा परम्परामा ठुलो धर्महरू छ नि तन्त्रको त्यसमा चाहिँ तुरुन्त जाने रहेछ। त्यसको गएको कारणले अनि धर्मलाई अलिकति धर्म गर्ने तरिका भनौँ धर्मलाई लाग्ने तरिकामा धेरै त्यो भएछ। त्यसो कारणले मैले अहिले यो कहानी कथा तपाईँहरूले सुनाएर म के भन्न चाहन्छु हामी यहाँ दिमापुरमा भएको बुद्धिस्ट तिब्बतीयनहरू भुटियाहरू हाम्रो नेपाली हिमालयन क्षेत्रमा क्षेत्रदेखि आउनु भएको हामी सबै अघि मैले बिहान भनेको जस्तो हामी सबै सुख चाहिने दुःख नचाहिने एउटै हो। बुद्धको चेला एउटै हो। हामी सबै अलि अनुहार कपाल राख्ने त्यो लुगा लाउने त्यस्तो तरिकामा बोल्ने भाषा त्यसमा अलि फरक छ तर सत्य कुरामा हामी सबैले मन भएको एउटै हो। शुद्ध मन हामी सबैलाई छ। हामी सबै अनि सुख चाहिने दुःख नचाहिने एउटै हो। बुद्धको चेला एउटै हो। त्यसो कारणले हामी सबै मिलेर धर्म चाहिँ कसरी गर्ने त्यो कर्म अनुसार गर्ने त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। त्यो चाहिँ हामीले गर्नुपर्छ। त्यो सँगै के भन्नु चाहन्छु भनेदेखि अहिले हाम्रो यो आसामतिर वारिबारी बुद्धको चेला अनि तामाङको थार भएको गुरुङहरू पनि हुनसक्छ होला जोस जति बौद्धहरू छ सबै मिलेर बुद्ध धर्म भने चाहिँ कस्तो हो बुद्ध धर्मलाई कसरी पढ्नुपर्छ बुद्ध धर्मले कसरी लाग्नुपर्छ बुद्ध धर्मले ध्यान कसरी गर्नुपर्छ त्योहरू सबै थाहा हुनुपर्छ। त्यो पनि मैले अघि भनेको जस्तो पण्डित महानलेन्द्र पण्डित ज्ञानीहरूले बुद्ध धर्म कसरी गर्नुपर्छ भनेको एउटा कर्म अनुसार एउटा अनि त्यो तरिका छ नि त्यो थाहा भएर त्यसमा चाहिँ हामीले
हामीले ध्यान दिनुपर्छ भनेर चाहिँ यो चाहिँ म भन्नु चाहेको छ। हो त धेरै त्यसो कारणले यो हो। अब म यहाँ के भन्नु चाहन्छु भनेदेखि म यहाँ आज चाहिँ के भन्छु कि यदि हामी नलेन्द्र पण्डित यसो भनौँ, यदि हामी बुद्ध स्वयंले भनेकै दोस्तो, बुद्ध स्वयंले मार्ग देखाएकै दोस्तो, नलेन्द्र पण्डितहरूले कसरी धर्म गर्छ त्यस्तै गर्ने हो भनेदेखि हामीले पहिला 4 आर्य सत्य भने चाहिँ थाहा हुनुपर्छ। बुद्ध स्वयंले भने कसरी उहाँ बुद्धता प्राप्त भएको, कुन ज्ञान कुन अनि ध्यान अभ्यास गरेर भएको, त्यसको पनि मूल ध्यान अभ्यास के गरेर भएको भनेदेखि 4 आर्य सत्य हो नि। उहाँ स्वयंले 4 आर्य सत्यद्वारा त्यो मूलमा राखेर चाहिँ ध्यान अभ्यास गर्दै 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 गएर चाहिँ पछि अन्तिममा बुद्धता प्राप्त भएको हो नि। त्यो बुद्ध प्राप्त भएर तुरुन्त धर्मदेशन गर्नुपर्ने हो, तर समय नआएको कारणले उहाँले धर्मदेशन गर्नु भएन नि। त्यो धर्मदेशन नगरेर अनि त्यो समाधिमा चाहिँ अनि उहाँले बस्नुभयो। पछि पेन्द्र टुबे छे शिला अनि त्यो के अरे खर्च लै गेबो ग्याजी छाङ्ब भनेर देवाको राजा देवराज अनि उनीहरूले बर्मा के अरे उनीहरूले चाहिँ अब बुद्धलाई चाहिँ अनुरोध गर्नुभयो नि, अब तपाईँ बुद्धता प्राप्त गर्नु सक्यो। तपाईँले बुद्ध प्राप्त गर्ने चाहिँ के को लागि हो भनेदेखि तपाईँले पहिला तपाईँले एउटा बुद्धिचित उपलब्ध गर्नु बेलामा तपाईँले के सोचेको छ भनेदेखि सर्वप्राणीहरू दुःख नहुने सुख पाउनुको लागि मैले बुद्धता प्राप्त गर्नु सकोस् भनेर तपाईँले बुद्धिचित त्यो बेलामा उपलब्ध भएको थियो। त्यहाँदेखि तपाईँले ध्यान अभ्यास गर्दै गएर अहिले बुद्धता प्राप्त गरिसक्यो। तपाईँले सुख सबै पाइसक्यो, दुःख सबै टेकिसक्यो। अब त्यस्तो सुख सबै प्राप्त गर्ने, दुःख सबै हटाउने, टेक्ने त्यो सक्नेको एउटा मार्गहरू तपाईँलाई थाहा छ। त्यो मार्ग बाटो चाहिँ हामी प्राणीहरूलाई चाहिँ अब तपाईँले देखाउनु पर्यो। धर्म देशन गर्नेको समय आयो, अब धर्म देशन गरिदिनुहोस् भनेर अनुरोध गरे। अनि त्यसको पछि चाहिँ उहाँले धर्म देशन गर्यो। त्यो धर्म देशन के गर्यो? पहिला 4 आर्य सत्यको विषयमा धर्म देशन गर्नुभयो। त्यसो कारणले बुद्धले धर्म देशन गर्ने चाहिँ उहाँ आफूले ध्यान अभ्यास नगरेको धर्म चाहिँ देशन गरेको हो कि बुद्ध स्वयंले जो धर्म ध्यान अभ्यास गरेको त्यो चाहिँ हामीलाई धर्म देशन गरेको के हो? यदि बुद्ध स्वयंले गरेको धर्म देशन चाहिँ हामीले गरेको धर्म चाहिँ हामीलाई देशन गरेको हो भनेदेखि हामीले पनि बुद्धले पहिला 4 आर्य सत्यको धर्म चाहिँ देशन गरेको जस्तो हामीले पनि त्यो पहिला पढ्नुपर्छ नि। त्यसो कारणले बुद्धले देखाएको, बुद्धले हामीले पहिला दिनुभएको धर्म देशन त्यसले चाहिँ हामीले यादै नगर्ने, वास्तै नगर्ने, तुरुन्त हामी तन्त्रमा कसरी जाने? त्यसो कारणले चाहिँ यो चाहिँ धेरै भुल भएछ। त्यसो कारणले हामी बुद्धको चेलाले पहिला 4 आर्य सत्यको विषयमा चाहिँ हामीले थाहा हुनुपर्छ भनेर चाहिँ म यो भन्दैछु। अब त्यो 4 आर्य सत्यको विषयमा अघि बिहान तिब्बती भाषा, तिब्बतको भाषादेखि 4 आर्य सत्यको विषयमा चाहिँ 4मा 2टा चाहिँ मैले धर्मदेशन गरिसक्यो है। अब अहिले हामी समय नभएको कारणले अलिकति आज भन्छु अनि बाँकी चाहिँ पछि भन्छु है त। अब पहिला तपाईँहरूले यो थाहा हुनुहोस् है, 4 आर्य सत्य तिब्बती भाषामा भनेको छ फाक्पे देम्बा सी भनेको छ। फाक्पे देम्बा सी
डेम्बा सी चार आर्य सत्य त्यो अब त्यो चाहिँ के हो भनेदेखि पहिला दुःख सत्य भन्छ दुःख सत्य तिब्बती भाषामा पनि भन्छ है त तिब्बती भाषामा ओ त्यसो हो दिशा तिब्बती भाषामा भन्छ दुङ्गल डेम्बा पहिलो यो सुन्नुहोस् है यो आगम पनि हुन्छ बुद्ध स्वयंले डेम्बासी भनेको चार आर्य सत्यको धर्म चाहिँ दिनु बेलामा उहाँले के भन्नु छ दिने दुङ्गा फाबे डेम्बा हो दिने कुन्जुङ फाबे डेम्बा हो दिने गोबा फाबे डेम्बा हो दिने लम फाबे डेम्बा हो दुङ्गे सेबर छ कुन्जुङ पावर छ गोबा उँदो छ लम गोबर छ भनेर लम गोबर छ दुङ्गे सेबर छ दे सेबर छर्मे कुन्जुङ पावर छ दे पावर छर्मे लम गोबर छ दे गोबर छर्मे गोबा उँदो छ दे उँदो छर्मे भनेर चाहिँ हुनु चाहिँ चार आर्य सत्यको धर्म देशना गरेको हो तर त्यो चाहिँ तीनचोटि दिनुभएको तीनचोटि देवसुम भनेको तीनचोटि पहिला चाहिँ के हो दुङ्गे सेब पहिला चाहिँ म यो भन्छु है चारवटा देवसी चाहिँ के हो भनेदेखि दुःख सत्य भने चाहिँ दुङ्गल डेम्बा भनेको छ है तिब्बतीमा दुङ्गल डेम्बा नेपालीमा दुःख सत्य छ दोस्रो चाहिँ के हो भनेदेखि समुदाय सत्य भन्छ तिब्बतीमा के भन्छ कुन्जुङ डेम्बा भने चाहिँ नेपालीमा समुदाय सत्य भन्छ है तेस्रोमा तिब्बतीमा के भन्छ भनेदेखि गोक्पी डेम्बा गोक्दे भन्छ गोक्पी डेम्बा भने चाहिँ नेपालीमा निरोध सत्य भन्छ निरोध सत्य भन्छ अब चौथोमा चाहिँ अनि तिब्बतीमा के भन्छ लम्की डेम्बा भन्छ लम्की डेम्बा नेपालीमा के भन्छ मार्ग सत्य यो चारवटा है डेम्बा सी भनेर चार आर्य सत्य भनेर त्यो हो अब बुद्ध स्वयंले चार आर्य सत्यको विषयमा धर्म देशना गर्नु बेलामा चाहिँ कसरी भनेको छ भनेदेखि पहिला चाहिँ दिने दुङ्गा फाबे डेम्बा हो दिने कुन्जुङ फाबे डेम्बा हो दिने गोबा फाबे डेम्बा हो दिने लम फाबे डेम्बा हो भन्नु बेलामा दी भने चाहिँ यो भनेको यो दुःख सत्य हो यो समुदाय सत्य हो यो निरोध सत्य हो यो अनि मार्ग सत्य हो भनेको छ त्यसले चाहिँ के देखाएको भनेदेखि चारवटा जो सत्य छ आर्य सत्य छ त्योलाई चिनाएको साधारणमा भन्यो भनेदेखि यहाँ परिचय गरेको परिचय चार आर्य सत्यको विषयमा परिचय गरेको हो त्यो तिब्बतीमा भन्छ डेम्बासी ngotrpa भन्छ परिचय गरेको हो यहाँ एउटा कुरा है दोस्रो दुङ्गल सेबर छ कुन्जुङ पावर छ गोपा उँदो छ लम गुम्बर छ भनेको छ यो चाहिँ के भनेको भनेदेखि चार आर्य सत्यलाई परिचय गरेको मात्र होइन चार आर्य सत्यलाई हामीले पालन कसरी गर्नुपर्छ भनेको विषयमा छावा खण्डेस छेगोरे देवशिला छावा छेदाङ भने चाहिँ चार आर्य सत्यलाई कार्यमा लिनु बेलामा कसरी लिने भनेको छ अब त्यसमा दुङ्गल सेबर छ भनेको मतलब चाहिँ तपाईले पहिला दुःख आर्य सत्य चाहिँ तपाईले चिन्नुपर्छ थाहा हुनुपर्छ भनेको छ दुङ्गल सेबर छ कुन्जुङ पावर त्यसले चाहिँ दुःख सत्यलाई कार्य कसरी गर्नुपर्छ भनेदेखि थाहा हुने गर्ने चिन्नु गर्ने त्यो हो अब दोस्रो समुदाय सत्य कुन्जुङ डेम्बा कुन्जुङ पावर छ भन्ने बेलामा समुदाय सत्यलाई कार्य कसरी गर्ने भनेदेखि त्यसलाई चाहिँ त्याग्नुपर्छ भनेको छ
कुञ्जुङ पावर छ समुद्र आर्य सत्य चाहिँ तपाईले टेक्नुपर्छ भनेको छ कुञ्जुङ पावर छ गोपाङ्गुन्दु छ भने चाहिँ निरुत सत्यलाई कार्य कसो गर्ने हो भनेदेखि निरुत सत्य चाहिँ तपाईले आफ्नो मनको भित्र प्राप्त गर्न सक्नुपर्छ भनेको छ गोपाङ्गुन्दु छ अब लम गोम्बर छ मार्ग आर्य सत्यलाई कार्य कसो गर्ने हो भनेदेखि लम गोम्बर छ तपाईले मार्ग आर्य सत्यलाई ध्यान अभ्यास चाहिँ गर्नुपर्छ भनेको छ यसरी कस्तो राम्रो छ है दुङ्गल सेपर छ कुञ्जुङ पावर छ गोपा गोदु छ लम घोम्बर छ भनेर चाहिँ त्यो कुरा चाहिँ भनेको हो अब त्यसको पछि दुङ्गल सेपर छाते सेपर छर्मे कुञ्जुङ पावर छर्मे गोपा गोदु छाते गोदु छर्मे भनेको छ अब त्यो चाहिँ शब्दमा हेर्दाखेरि अलिकति कस्तो कस्तो लाग्ने हो शब्दमा चाहिँ के भन्छ तिमीले दुःख चाहिँ थाहा हुनुपर्छ भनेर फेरि पछि चाहिँ दुःखलाई थाहा हुनु पर्दैन भनेको छ दुङ्गल सेपर छाते सेपर छर्मे दुःखलाई तिमीले पहिला थाहा हुनु गर जानकार गर पछि चाहिँ नगर भनेको छ अब त्यो उल्टो जस्तो छ नि तर यो कस्तो हो भनेदेखि उल्टो होइन मतलबमा हामीले त्यो गयो भने शब्द मात्र नगएर त्यसको अनि गर्छ शब्द ताङ थेला गर्छ अर्थमा गयो भनेदेखि केही त्यो के भन्छ त्यसले चाहिँ मिस्टेक छैन अब यस्तो भनेको जस्तो हो खाना खाऊ नखाऊ भनेको हो तर खाना खाऊ नखाऊ भने शब्द त कस्तो गजब रहेछ नि तर त्यसको मतलब के भनेदेखि तिमी भोक लाग्नुको बेलामा खाना चाहेको बेलामा चाहिँ तिमी खाना खाऊ भनेको हो अब तिमीलाई भोकै छैन खाना खाएर टन्न भइसक्यो भनेदेखि खाना खानु पर्दैन भन्छ नि त्यही जस्तो हो अहिले दुङ्गल सेपर छर्मे दुःखलाई अनि थाहा हुनुपर्छ भने चाहिँ जब तक तपाईँले निर्वाण प्राप्त नभएको सम्म तपाईले दुःखलाई चिन्नुपर्छ जहिले तपाईले निर्वाण प्राप्त भइसकेको पछि तपाईले दुःखलाई हेर्नु पर्दैन चिन्नु पर्दैन भने त्यो दुङ्गै सेपर छर्मे कुञ्जुङ पावर छर्मे भन्नेको मतलब चाहिँ तिमीले के अरे समुद्र सत्य टेक्नु पर्दैन भनेको छ त्यो पनि त्यही हो निर्वाण प्राप्त नहुनेसम्म तिमीले अनि समुद्र सत्यलाई टेक्नुपर्छ अब निर्वाण पुगिसक्यो भने प्राप्त भइसक्यो भनेदेखि अब तपाईँले त्यो टेक्नुपर्ने छैन भनेको अब त्यही जस्तो गरेर निरोध सत्य र मार्ग सत्यलाई भने त्यसरी भनेर चाहिँ जो होस् बुद्ध स्वयंले यो चार आर्य सत्य चाहिँ तीनचोटि उहाँले चाहिँ भन्नुभएको छ त्यो हामीले थाहा हुनुपर्छ तिब्बतीमा भन्छ देवशी ngola देवा देवशी छावाला देवा देवशी छावा डिबुद चेबाला देवा भनेर तीनचोटि उहाँले भनेको छ भने चाहिँ त्यहाँ